Wow. अब अगाडि हेरेर लाइक अनि फेरि 1 2 3 ब्याक अनि दिस इज मन्जित दाइ Hi guys, welcome back to my channel. This is me Muskan Vaidya if you're new to my channel. So happy Bhai Tika and happy Tihar to everyone watching this video. अनि आज हामी सेलिब्रेट गर्न जाँदैछौँ भाइ टिका अनि आज दिदीले चाहिँ फर्स्ट टाइम आफ्टर म्यारेज भाइ टिका सेलिब्रेट गर्न आउँदै हुनुहुन्छ. सो आई एम भेरी एक्साइटेड टु सी दिदीले के सामानहरू ल्याउनुहुन्छ भनेर चाहिँ. More than that, I'm excited to celebrate Bhai Tika this year with my family. And dadले चाहिँ यहाँ मजाको डेकोरेसन गरेर राख्नु भएको छ. Let me show you guys. कसले ल्याएको बाबु? सुदीपले. कसको लागि? मेरो भाइ. तिम्रो भाइ? भाइ टिकाको लागि. So दिदीको भाइ टिकाको सामान has arrived. Hello, welcome back to my vlog. सामानहरु आइसकेको छ. ओहो ल. हाम्रो भिनाजु पनि आउनु पर्यो है. दिदी आउनु लाग्यो. कुर्ता लाएर आउनु भएको छ त आज. खोइ हेरौँ त यहाँ राम्ररी. हेरौँ. ओहो बाफरे के हो यस्तो ल ड्रेस चेन्ज भइसक्यो त ल बाबुलाई भाइ टिका गर्न दिदी कति राम्रो भएर आएछ बेहुली जस्तो भाइ टिकाको कथा अनुसार भन्ने गरिन्छ यमराज आफ्नी दिदी यमुनासँग भेट्न आएका थिए र यमुनाले आफ्नो भाइको स्वागत माया र श्रद्धाले गरिन्. फलफुल मिष्ठान र 7 रङको टिका अर्पण गरिन्. उनको माया देखेर यमराजले आशीर्वाद दिनुभएको थियो कि आजको दिनमा जसले दिदीबाट टिका लगाउँछ उसको दीर्घायु र रक्षा हुनेछ भनेर. त्यही दिनको सम्झनामा आज पनि दिदीहरूले भाइको घरमा गएर मण्डप कोर्छन्, सप्तरङ्गी टिका लगाउँछन् र अन्त्यमा कुचोरी नराम्रा ऊर्जाहरू विदा गर्छन्. यो केवल हाम्रो संस्कार मात्र होइन, दिदी भाइहरूको बीचको माया, साथ र आशीर्वादको प्रतीक पनि हो.
भाइटिका मेरो भाइलाई, मेरो हिरो भाइलाई। अब हाम्रो घरनिरको भाइटिका चाहिँ सकिसकेको छ। अब हामी जाँदैछौँ मामा घर टु सेलिब्रेट हाम्रो भाइटिका। सो यता चाहिँ मम्मीको दाइहरूको लागि टन्न सामानहरू हामीले यहाँ मिलाएर राखेका छौँ एन्ड मेरो मामा घरको दाइहरूको लागि पनि। सो लेट्स गो। ल अब चाहिँ हामी मम्मीको दाइहरूको सामान यता गाडीमा प्याक गरेर जाँदैछौँ। ड्याडी चाहिँ आज घरमै बस्नुहुन्छ अनि बाबुले चलाउँछ गाडी चाहिँ। बिस्तारै मेरो भाइले गाडी चलाएर लगिरहेको छ। टक्क यहाँ मम्मी कस्तो लागिरहेको छ त छोराले गाडी चलाएर लगेर। मम्मीको सामान बढी भएर यहाँ अगाडि राखिरहेको छ। हामी सिधा जाने कि लेफ्ट जाने? सो म चाहिँ यता केक कलेक्ट गर्न आएको छु। दिदीले अर्डर गर्नुभएको केक। So this is our cake, happy Baitika cake. So we have our cake. Now we are going to Mama घर। मामा घर पुगिसकेको छौँ अनि त्यसपछि यहाँ सबै मम्मीहरूको सामानहरू फर मामाहरू यहाँ टक्क टक्क छुट्याएर होइन यसरी टक्क राखेको छौँ। ठुलो मम्मी चाहिँ आउन बाँकी हुनुहुन्छ अनि यहाँ मम्मीहरू जोड्दा साडी लाएर आउनु भएको छ। यता हेर्नु है त। Oh my god, तीनैजना विश्व सुन्दरीहरू ल हाम्रो तीनजना। So beautiful, so elegant, just looking like a wow. यहाँ चाहिँ दिदीले सुजेन दाईलाई फोन गरिराख्नु भएको छ। हाई सुजेन दाई, दिस इज फर माई भ्लग। ह्याप्पी भाइटिका, दाइटिका भनौँ न। अनि यहाँ चाहिँ दिदीको सामानहरू। अब चाहिँ हामी ठुलो ममको सामानहरू ओसारिरहेको छ। मेलिसा मेरो बहिनी, मामा घरको बहिनी, मेरो मामाको छोरी। लेट्स गो। सामान सकिसकेको छ। आई सो यु गाइज माथि सबैको सामान एकचोटि खरेर बाहिरबाट। लेट्स गो। यता चाहिँ सबै मम्मीहरूको सामान छ। रुमै भर्ने गाडी। थ्याङ्क यू। ल यो चाहिँ सबै मामाहरूको सामान इन्क्लुडिङ दाइहरूको, मन्जुल दाइको। हाम्रो चाहिँ मोस्टली कजन्सहरू आर आउटसाइड। सो अहिले बाँकी भएको भनेको मन्जुल दाई मात्रै हो एन्ड मन्जुल दाई इज राइट हियर। वेलकम टु माई भ्लग मन्जुल दाई। वेलकम ब्याक टु माई भ्लग। अनि दिदीले चाहिँ आफ्नो सामानहरू चाहिँ यता टक्क मिलाएर राख्नु भएको छ। उता धेरै त्यो कन्जस्टेड भएर चाहिँ। अनि उहाँ चाहिँ मेरो माइजू, सानो माइजू। ल मेरो सानो मामा हाम्रो चारधामको भ्लगमा देख्नुभयो होला तपाईँहरूले होइन। ल वेलकम ब्याक टु माई भ्लग मामा। ल ठुलो मामा पनि आउनुभयो कुर्तामा हिरो भएर। मेलिसा म जत्रो हुन आँटिसक्यो गाइस, के गर्ने अब। म सबैभन्दा सानी, म थिएँ सबैभन्दा सानो यो परिवारको। एन्ड देन मेलिसा गेम ऊ मभन्दा ठुलो पनि हुन आँटिसक्यो। ल हाम्रो मामा घरबाट देख्ने सिन। Boom! Wow! Happy Tihar guys! यहाँ मन्जुल दाइ र बाबु देख्छ। Happy Tihar, Happy Tihar। यसमा चाहिँ देख्दैन, यसरी चाहिँ देख्छ नि। यहाँ चाहिँ हामी फ्ल्यास बालिरहेको छु त बाबु। ल जाऊ, ल जाऊ, ल आते दादेऊ ल। ऊ यहाँ हेर न, राति भएर होला, दिउँसो भए यस्तो हुन भने खै पालले देखेर भयो। म चाहिँ पछाडि जाँदा खस्ला जस्तो भइसक्यो। के गरे हो त्यो तल राख्न तार हो त्यो अझै तल हो। यो थाडै भएर अनुमान नदेखे भूत तल जस्तो
अनुहार देखाएको छ नि भुत्तो देखिरहेको छ भने वेल डन अब चाहिँ हामी मण्डप बनाउन लागेका छौँ पूरा होस् दिस इज मन्जिदाई मैले त मन्जिका ह्याप्पी दाइजिका मन्जिदाईलाई एकदमै सक्सेसफुल होस् हेल्दी होस् मेरो मन्जिदाई मेरो जाने नि गरे है त मन्जिदाईलाई हाम्रो जहिले कम्पिटिसन हुन्छ डटर्स भर्सेस मदर्स कसले छिटो सकाउनुहुन्छ भनेर यहाँ बत्ती बाल्छौँ हामी लाइनमा मेरो ठुलो मम्मी मेरो मन्जु राईको लागि मम्मीहरूको चाहिँ भएको कस्तो लागिरहेछ त आज भाइटिका सबैजना आयो कतिको रमाइलो भइरहेछ यो जस्तो रमाइलो जिन्दगीमा कुनै फेस्टिभल छैन अझ तिमीलाई एउटा जोक सुनाउँछु ल वर्षमा एकचोटि यस्तो नाम लिएपछि तिम्रो आफ्नो नातेदार पर्छ त्यसलाई चाहिँ सारा जनताले वर्षमा एकचोटि नाम दिन्छ को हो त्यो को भिन्टुना नुदया भिन्टुना ल यहाँ मम्मीहरूको लागि खाम रेडी छ मामाहरूको भइरहेछ सगुन एक्सचेन्ज सेरेमनी भइरहेछ यता चाहिँ सुनिता मम्मीले सबैलाई हालिदिइरहेको मैले पनि भाग्य
All in one. टक चाहिँ एकदमै सिम्पल छ, स्टेप पनि एकदम सिम्पल छ, जम्मा 3टा स्टेप छ हैन। नाच्ने हैन। ल सुरुमा सबैको फर्स्ट स्टेप चाहिँ पछाडी हेर्ने, 1 2 3 एकैछिन पछाडी हेर्ने हैन, अनि त्यसपछि लाइक गर्ने है। सो 1 2 3 पछाडी हेर्ने अनि लाइक गर्ने, अनि फेरि 1 2 3 पछाडी हेर्ने, अनि फेरि 1 2 3 पछाडी हेर्ने, अनि त्यसपछि यस्तो गर्ने, गानामा यस्तो नक्कल पार्ने, अनि त्यसपछि बाई बाई गर्ने। यसमा चाहिँ सबैको चाहिँ राइट टर्न गर्ने कि लेफ्ट टर्न गर्ने टाउको त्यो पनि सिकाऊ। र राइट लेफ्ट लेफ्ट गरौँ, लेफ्ट। ल यो साइड टर्न गरौँ, यो साइड है। एकचोटि प्र्याक्टिस गरौँ, म पनि आउँछु। ल प्र्याक्टिस गरौँ है। 1 2 3 गो। 1 2 3 अब अगाडि हेरेर लाइक, अनि फेरि 1 2 3 ब्याक, अनि अगाडि हेरेर मुखमा 1 2 3। कोही मामाले गर्नुभएको पछाडि हेर्नु त मामा। हो, अनि फेरि अगाडि हेरेर लाइक गर्ने हैन, अनि फेरि पछाडि हेर्ने, अनि त्यसपछि गालामा हात हाल्ने, अनि फेरि पछाडि हेर्ने, अनि बाई बाई गर्ने। 1 2 3 ल पछाडि, अनि लाइक, फेरि पछाडि, अब गालामा हात, अब फेरि पछाडि, अनि बाई बाई। ल अब फाइनल भिडियो दिउँ है त। No responde pero siempre tira un like y eso me tiene pensando she likes me. Si te quedas conmigo vamos a hacer twins. Hoy podemos ganar el tag. कस्तो छ सुन्दा मम्मी? I love you. I love you too. ल ल ल भाइटिका केक, चकलेट केक है त हाम्रो दिदीले ल्याउनु भएको, हाम्रो दाइहरू भाइहरू मामाहरूको लागि। बाई बाई मामा। यहाँ बाबुको भाइटिकाको सामान लोड भइरहेको छ। द्याट्स द एन्ड अफ द भ्लग। त कतिको रमाइलो भयो त मामा? Bye bye everyone. I hope you all enjoyed it as much as we did. Happy Tihar once again. सबैजनालाई see you next year तिहारमा and see you in my next vlog. Bye. Thank you. ल सबै हामी मम्मी दिदी बहिनीहरूलाई राखेर लगिरहेछ बाबुले। Thank you so much मेरो छोरा। Bye bye. See you next year. Bye.